मर्निङ साथीहरू, आज फेरि हेर्नुहोस् न, पानी आएन भने है सबैले हामीले पनि भन्यौँ। आज पानी आएर त फेरि यसरी अलिकति बिगार चाहिँ भएछ मेरो र तपाईँहरूलाई पनि म देखाउने छु। फर्स्टकै पानीले अलिकति बिगार गरिहाल्यो र उठेर त मेरो त काम यो भयो साथीहरू। अब यो कामहरू गरेर गर्नुपर्ने भयो। उठ्नु बित्तिकै चाहिँ अलिकति भल पसेर मेरो अलिकति बिगार गरेको कारणले हेर्नुहोस् न साथीहरू, ल तपाईँहरूलाई म देखाउने छु। सानो काम थियो र अलिकति बल्ल ल्याइरहेको थिएँ। हेर्नुहोस् न साथीहरू, बगाएर ल्याएछ नि यता भलले सब यस्तो। पानी त साह्रै आएको जस्तो लागेको थिएन, तर यस्तो भलले चाहिँ यसरी बगाएछ नि मेरो हाम्रो बलुवा चाहिँ। अन्त चाहिँ मैले यो चाहिँ नाली काटेको हेर्नुहोस् न, झुसमुसमै नाली काट्नु पर्यो नि साथीहरू। यहाँदेखिको नाली काटेर चाहिँ हो यसरी ल्याउने। यो बल्लक थाकमा पसिगएछ नि त, अलिक उयो के भन्छ पानीको उयो भल चाहिँ हो, त्यो भएकोले गर्दाखेरि चाहिँ झनै आधी बोरा जस्तो चाहिँ कति अलिकति चाहिँ बगाएछ साथीहरू। यसरी पसेछ, पोलिथिनभित्र भल पसेछ, त्यो भएकोले गर्दाखेरि साथीहरू हेर्नुहोस् न साथीहरू। पानी परेको दिन भनेर यो धुप्पीहरू पनि 85 हेर्नु यत्रो ठुलो भइसक्यो। सार्दैछु साथीहरू आज चाहिँ। अँधेरो दिन भएकोले गर्दाखेरि अँधेरो निस्किरहेको छ। यो चाहिँ सारिसकेको साथीहरू, पटमा लगाइसकेको, पटमा लाउनुपर्छ। यहाँको चाहिँ लगाइसकेँ, यो पटको चाहिँ लगाइसकेँ हो साथीहरू। यसको छ अब यो लाउँदैछु, त्यहाँदेखि अरू पनि छ त्यो लाउनुपर्छ साथीहरू। हेर्नुहोस् न, धुप्पी राम्रो भएको छ। पानी परेको दिनमा चाहिँ सारिहालेको साथीहरू। पानीले अलिक बिगार पनि गर्यो र पनि अब ठिकै छ। बिहान त हो त अन्त हो के भएको। आज चाहिँ साथीहरू हामी यसरी मकै भुटेर खाउँ भनेको। अलौटे मकै भन्छ यो चाहिँ, हरियै मकै तर भुटेर खानुपर्छ। अलौटे भन्छ, मिठो हुन्छ साथीहरू। अहिलेको केटाकेटीहरूले त खाँदैन साथीहरू। हामी चाहिँ पहिला सम्झेर खानुको लागि यहाँ छोडाउँदैछु। यता पोल्दै पनि छु साथीहरू। हेर्नुहोस् न, यसरी आगोमा पहिला हरियो मकै पोलेर चाहिँ त्यहाँबाट चाहिँ अहिले भुप्रोमा पोल्नुपर्छ साथीहरू। यस्तो पो छ हौ आजको खाना त। उसमा साथीहरू, अलौटे मकै चाहिँ यसरी अलिअलि लाउँदै खाँदै फेरि भुट्दै गर्नुपर्छ साथीहरू। सेलियो भने चाहिँ पुरा राम्रो हुन्छ। यो चाहिँ तातो तातै खाने हो यो अलौटे मकै चाहिँ।